शुभ बिहानी साथीभाइ हो। बिहान बिहान मौसम चाहिँ धुसिला र हुसिला र चिसो छ हैन। म चाहिँ मेरो एन्टी इन्फ्लेमेटरी ड्रिङ्क लिएर आएको छु। अहिले चाहिँ बिहानको 7 बजेको छ। अनि म हिजो हस्पिटल गएको थिएँ नि त। अनि त्यसपछि म हस्पिटलबाट चाहिँ 9 बजे वापस आएको थिएँ। 9 बजे वापस आएर घरमा आएर म सुतेको थिएँ अराउन्ड 11:30 मुभी हेरेर हैन। रातभरि त्यही नाइटमेयर के। म त हस्पिटलमै त्यही दुईटै क्लाइन्टलाई देख्छु, त्यही सबै सोध्छु, त्यही सब मात्र के। हस्पिटल दिमागमै त्यही सपनामा नि त्यही। बिहान 5 बजे मात्र अलिकति सुतेको। त्यसपछि अहिले उठेर अब केही पिउनु पर्यो भनेर जिउ चाहिँ थर घामिरहेछ हैन। अब चाहिँ म मेरो एन्टी इन्फ्लेमेटरी ड्रिङ्क पिउँछु। म चाहिँ पैसाको लोभ गर्नुहुन्थेन, म त्यसरी जानुहुन्थेन क्या। किनभने मेरो निन्द्रै बिच्काइदियो, निन्द्रै राम्रोसँग पुगेन। अझ पनि दिमागमा त्यही सब के। त्यो बिरामी हेरी आफै बिरामी हुन्छ नि, म त्यस्तो खालको मान्छे हो के। म जानुहुन्थेन कि। आइतबार रबिस बिन निकाल्छ, हेर्नु जतासुकै पहेँलो बिन छ। यतापट्टि चाहिँ अलिअलि क्लाउडी छ वेदर चाहिँ। आज 7 बजीसम्म टिक्छु टिक्दैन थाहा छैन हैन। अनि यो कार्डिगन, यो स्वेटर चाहिँ मलाई मेरो आमाले दिनुभएको। टोपी पनि म्याचिङ लाएको छु। अनि चिसोले डेन्जर त्यो भएको के मलाई। हेर्नु आमाले दिएको स्वेटर हो मेरो। बाबालाई मैले यो स्वेटर लाएको एकदम मनपर्ने। चिसो चाहिँ छ। हिजो के भन्दै थिएँ म, हस्पिटलको एसीले टाउको दुखेर घर आउँदासम्म त यस्तो गाह्रो भयो थियो। आहा भारी भयो थियो, तर सुत्न सकेको थिएन क्या। खास कुरा के भनेपछि गाइस, म चाहिँ आज बिहान उठ्नुको कारण चाहिँ बलुन उडेको हेर्न मन थियो मलाई हैन। मैले चाहिँ फेसबुकमा देखेको थिएँ यहाँ इनिस कमन पार्कमा चाहिँ बलुन उडाउँछ भनेर हैन। मलाई चाहिँ लागेको थियो अब घाम आएपछि उडाउँछ, तर उडाउने चाहिँ 4 to 10 भनेको छ। अहिले चाहिँ 9 बजेको छ। म ट्राफिकमा डेन्जर फसेँ कि हैन। किनभने अहिले स्कुल आवर हो नि त। अनि त्यसपछि पानी उमालेर 7 बजे उठेर पानी उमालेर त्यो गर्दाखेरि ढिला भयो। 9 बजिसक्यो। आई डोन्ट थिङ्क मैले कुनै बलुन भेट्नेवाला छु। भाग्यमा भयो भने अरू कुनै दिन भेटौँला है। म तपाईँहरूलाई वरिपरिको नजारा देखाउँछु। यो चाहिँ म अस्ति आएको पार्क हो। यहाँ दिदीले सरसफाइको कार्यक्रम गर्दा हुनुहुन्छ। सबै खानाको स्टलहरू पनि भाग्न लागिसक्यो। म चाहिँ अलिकति ढिला भयो, तर केही छैन। बिहान चिसो हावा, भाइटामिन डी लिँदैछु। अब चाहिँ चेन्ज अफ प्लान, अब चाहिँ सपिङ गर्ने। मैले हिजो पनि सपिङ गरेको थिएन किनभने मन्डेबाट डिल चेन्ज हुन्छ नि त। अनि के थाहा मैले बेटर डिल मन्डेबाट पाउँछु कि भनेर। किनभने लास्ट विकको चाहिँ कुनै अफरै थिएन, केही पनि थिएन हैन। अब चाहिँ ग्रोसरीको प्राइस पनि बढ्दैछ, त्यही भएर अलिकति केयरफुल हुनुपर्छ। सितै सिटमा चप्पल लाएर हिँडिरहेको छु म। यो चाहिँ मेरो फेभरेट चप्पल हो, एकदम कम्फर्टेबल छ। नेपालबाट 600 मा ल्याएको। खासमा चाहिँ मेरो वाटर फास्टिङ बसेको बेला मेरो कुनै वकमा जाने, कुनै रनिङ गर्ने, कुनै वर्कआउट गर्ने कुनै प्लान थिएन। तर यहाँको बेलामा हैन, यस्तो माहौल, यस्तो नेचरलाई इन्जोय गर्दै म चाहिँ हिँड्न चाहन्छु हैन। या आई वान्ट टु इन्जोय द नेचर। एकदम राम्रो, एकदम ब्युटिफुल छ के। हेर्नु यस्तो दामी छ के। बलुनको लागि मात्र आउनुपर्छ भन्ने छैन कि। बिहान ओ माई गड, यस्तो नजारा देख्न पाइयो भने त हैन सबै स्ट्रेस भुलिन्छ नि त। सायद यहाँबाट होला बलुन उडाउने। मैले चाहिँ के सोचेको थिएँ भनेपछि बलुन उडाएको देख्न नपाए पनि माथि आकाशमा उडिरहेको चाहिँ देख्न पाइन्छ कि भन्ने सोचेको थिएँ के।
तर उडेर नि कता झरेछ कि कता के गरेछ कि खै कुन्नी मैले चाहिँ आकाशमा त एटलिस्ट देख्न पाइन्छ कि भनेको अत्तो पत्तो छैन देखेन भाग्यमानीको पुरपुरो ठुलो भन्छ आफ्नो पुरपुरो मात्र ठुलो छ भाग्य छैन ठिकै छ अलिकति मर्निङ वक भयो होइन हतार हतारमा आइगएको थियो राम्रो पनि हुन पाएको थिएन नेक्स्ट टाइम चाहिँ अलिकति राम्रो भएर आउनुपर्छ अनि त्यसपछि म चाहिँ हतार हतार फेरि फर्किन लाग्यो किनभने पार्किङको समस्या छ खासमा चाहिँ येल्लो लाइनमा गाडी पार्क गर्न मिल्दैन तर पार्किङ चाहिँ बन्द गरेको थियो नि त यिनीहरूले इभेन्ट भनेर त्यही भएर मैले गाडी चाहिँ येल्लो लाइनभित्र होइन माथि चढाएर पार्क गरेर अहिले फाइन हान्न सक्छ नि त न बेलुन देख्न पायो फाइन हान्यो भने त सिधो त्यही भएर म छिटो छिटो यहाँ आत्तिँदै जान लाग्यो क्या बिहान बिहान हाँसजीहरू स्नान लिँदै हुनुहुन्छ बाटो चाहिँ बल्ल खोल्न लागेछ milk, coconut milk, soy milk, almond coconut milk, almond milk, oat milk, chips, nuts, ice cream, Easter egg, golden egg, look at this, $19 को बच्चाहरूले यहाँ खाइदिइसक्यो त हेलो बनी टोइलेट पेपर एरिज फ्रोजन वान मेरो यो हप्ताको प्रोटिनको व्यवस्था नि भयो अहिले पनि मैले काउन्टाउनबाट चिकन ब्रेस्ट लिएर आएको चिकन ब्रेस्ट काउन्टाउनमा सस्तो छ 1090 मा लागेको छ नत्र यसलाई 13 समथिङ पर्छ प्याक एन्ड सेपमा हैन अब चाहिँ मलाई के लाग्छ भनेपछि म अब यसरी चिकन ब्रेस्ट किनी खान सक्दैन अब म चिकन ड्रमस्टिक खानेवाला छु छाला फालेर यो एकदम महँगो हुन गयो मलाई म सक्दैन यसरी फाइनान्शियली म त दोस्तै पर्छु यस्तो महँगो चिज खान थाल्यो भने हैन अनि यो एउटा 3 पिस छ एउटा प्याकमा हैन एकचोटिमा एउटा खान्छु सो इट्स गोना बी भेरी एक्सपेन्सिभ फर मी सो फ्युचरको लागि चाहिँ म सायद चिकन ब्रेस्ट कन्टिन्यू नगर्न सक्छु हैन प्राइस बढ्यो भने $10 सम्म त ठिकै छ बट आई डोन्ट नो आफ्टर $10 अहिले चाहिँ दिउँसोको 2:40 भइसक्यो अब चाहिँ म काममा जानलाई रेडी भएको हैन म चाहिँ अघि ग्रोसरी सपिङ गरेँ हैन सपिङ गरेर आएर मासुहरू लक पारेर हैन अनि नुहाएर त्यसपछि एकछिन पल्टिन्छु भनेको खै पनि के भयो निन्दै लागेन के मैले कहिलेकाहीँ क्याफेन धेरै खायो भने त्यो बडीमा गर्मी उठ्छ नि त्यस्तै भयो के भोक चाहिँ लागेको छैन तर बडी चाहिँ कस्तो थर कामेर जस्तो मेरो अवस्था चाहिँ एकदम नाजुक छ मैले अस्ति बबल टी नखाएको भए यति बेला मैले केही खान्थेँ कि भोक भनेर भोक लागेको छैन पेटलाई हैन तर बडीले चाहिँ साइन दिन थालिसक्यो कि यस्तो सेकी भइरहेछ हैन अनि कस्तो हाँस्नै मन लाग्दैन मलाई चाहिँ साँच्चै भन्नुपर्ने अनि अहिले 7 बजे खाने भनेर मैले दही अनि अन्डा चाहिँ प्याक गरेको छु अनि मैले भनेको थिएँ कि चिकन ब्रेस्ट अब महँगो हुन्छ चिकन ब्रेस्ट महँगो भने खान सक्दैन भनेर मैले चाहिँ चिकन ड्रम्स पनि लिएर आएको थिएँ हैन चिकन ड्रमस्टिक लिएर आएको थिएँ अनि चिकन ड्रमस्टिकको म चाहिँ छाला खान्न के अनि छाला फुकाउने क्रममा हात काट्यो डेन्जर गहिरो काटेछ मैले चाहिँ खै पनि के गरेछु ढङ्ग चाहिँ छैन हात काटेको छु मैले नङ पनि काटेको छु नङ चाहिँ मैले हिजै काटेको भन्नु बिर्सेछु हात दुईटै औँला काटेर बसेको छु हैन मैले चाहिँ यसलाई भगवानको साइन काम नगर स्मृति भन्ने साइन दिए जस्तो लाग्यो अनि त्यही भएर मैले चाहिँ खानासाना केही बनाएन
खै टिक्छु कि टिक्दिनँ थाहा छैन त्यो पनि। तर ज्यान चाहिँ काम नथालिसकेछ। काम गर्न थालेपछि झन् एनर्जी वेस्ट हुन्छ अनि एनर्जी कन्ज्युम भएपछि गाह्रो हुन्छ के हुन्छ मलाई थाहा छैन। अहिलेलाई चाहिँ म काममा जान लागेको। पानीको कुरा गर्नुहुन्छ भने पानी मात्र खाने भनेर पानी खानै मन लाग्छ छैन के। मलाई मात्र त्यस्तो हुने हो कि अरूलाई त्यस्तो हुन्छ थाहा छैन न। पानी मात्र खाने भन्ने थाहा छ नि त, त्यही भएर पानी नै खाएको छैन कि। लिटरली जुन मैले एन्टी इन्फ्लेमेटरी ड्रिङ्क पिएँ नि त्यो पिएँ अनि त्यसपछि अलिकति बचेको थियो त्यो पिएँ अनि मैले 500 ml मात्र पानी पिएँ होला कि। डिहाइड्रेट भएर नि हुनसक्छ। क्याफेन आज मैले खाएको छैन तर काममा गएर खान्छु म क्याफेन चाहिँ। कफी खानुपर्छ अनि त्यसपछि त्यही हो पानी पनि पिउन सके छैन होइन। अनि बडी चाहिँ यस्तो थथ कामे जस्तो होइन भइरहेछ कि। लेट्स सी म 7 बजेसम्म कन्टिन्यू गर्न सक्छु सक्दैन। अब त म घरबाट निस्किन लागेको होइन, सक्छु भनेर आँटेको छु। सुन्तला पनि हालेको छु ब्यागमा भरे खाने भनेर। ल म तपाईँहरूलाई पछि अपडेट गर्दै गर्छु नि त है। बिचरा स्मृति सन्तालको 2टै औँला काट्यो यसरी काममा जानु परेछ। अब म तपाईँहरूलाई काममा गएर रिपोर्ट गर्छु है त। म 3 दिन काममा आएको थिएन। छिमेकीको गुलाबको फुल हेर्नु कति मजाले पक्रिरहेछ। घाम दुख्ने बेला भइसक्यो। अहिले चाहिँ साँझको 7:15 भएको छ। म चाहिँ मेरो फास्टिङ खोल्न गइरहेको छु। मैले चाहिँ काममा आएर कफी पिएँ होइन। कफी मैले स्ट्रङ बनाएन, एकदम लाइट। मैले कफी चाहिँ एकदम लाइट बनाएँ मुखको फ्लेभर चेन्ज गर्नलाई। मलाई चाहिँ फास्ट ब्रेक गर्ने बेलामा चाहिँ एकदम लाइट स्टक मात्र खा, हेभी नखा भनेको थियो। त्यही भएर मैले चाहिँ 2टा अन्डा लिएको छु सल्ट एन्ड पेपरमा डुबेर अनि त्यसपछि दही। त्यस्तो सेकी भनेर फेरि थर साँच्चैको घाम्ने होइन कि, भित्रबाट नसा घामेको होला नि। अनि खुट्टा पनि अरू बेलाभन्दा छिटो निदाउने खालको भइरहेको थियो। तर म एकदम खुसी छु। म चाहिँ यत्रो बेरसम्म सक्छु सक्दैन भन्ने थियो नि त, आफै अनस्योर थिएँ होइन। ममा चाहिँ काबिलियत चाहिँ रहेछ क्या। वाटर फास्टिङ चाहिँ अलिकति गाह्रो हुँदो रहेछ होइन। वाटर पानी मात्र पिउने भन्दाखेरि चाहिँ अब पानी नै पिउन मन नलाउने खालको हुँदो रहेछ क्या। मैले कति धेरै दही लिएर आएको थिएँ होइन, सबै दही भ्याउँछु जस्तो भइसक्यो। भोक चाहिँ मलाई लाग्नै छोड्यो के भएको यस्तो। भोक चाहिँ लाग्दैन कि, तर आफ्नो बडीलाई एनर्जी चाहियो भन्ने त थाहा हुन्छ नि त। मैले चाहिँ हिजो आफूलाई एकदम धेरै मोटिभेट गरेको अनि त्यसपछि अलिकति बडी लालच देखाएको कि। खासमा हिजो हस्पिटलबाट आएपछि मैले के गरेँ भनेपछि एउटा बुक लिएँ होइन। अनि त्यहाँ लेखेँ कि भोलि चाहिँ तेरो स्लिप ओभर छ, त चाहिँ ट्युजडे फर्केर आउँछ अनि ट्युजडे चाहिँ तैँले जे मन लाग्यो त्यही खा। आफूलाई ट्रिट दे होइन। मोमो खा, चाउमिन खा, चटपट खा। त्यति बेला तैँले त्यो खाना पाउँछस् यदि तैँले 48 आवर फास्टिङ राखेछु भने भनेर मैले आफूलाई भनेको कि। So tomorrow will be my cheat day. Oh my god, I'm so excited to have momo chowmin. कस्तो खान मन लाग्छ नि। मङ्गलबार चाहिँ म केही नभनिकन जे मन लाग्यो त्यही खानेवाला छु। यानि कि टुमोरो भोलि म मोमो, चाउमिन, चटपट। कस्तो सम्झिरै ठुकायो होइन। अब चाहिँ अन्डा खानुपर्छ। अन्डा पनि कस्तो मिठो लाग्यो।
मैले चाहिँ यो दही भ्याउजु भन्ने सोचेको थिएन। मैले चाहिँ यो दही चाहिँ के सोचेको थिएँ भने भोलि बिहान ब्रेकफास्टमा बचेको ब्रेकफास्टमा खान्छु भन्ने सोचेको थिएँ, तर भ्याइयो। अनि मेरा भिडियो हेर्नुहुने सम्पूर्ण मित्रहरू, मेरा शुभचिन्तकहरू जसले मलाई कमेन्ट गर्नुहुन्छ, मलाई एकदम धेरै मोटिभेसन दिनुहुन्छ, थ्याङ्क यू सो मच फर यर लभ एन्ड सपोर्ट। अझै पनि हेरिदिनुहोस्, अझै पनि कमेन्ट गरिदिनुहोस्। म तपाईँहरूलाई भोलि भेट्छु ल। सी यू, बाई।